वेलकम टु माई न्यू भ्लग गाइज होइन भ्लग नम्बर S2 भएको छ। सबजनालाई गुड मर्निङ, शुभ बिहानी होइन। अहिले चाहिँ म गर्नेवाला छु ओन्ली चेस्ट एन्ड लेगको चेस्ट एन्ड लेग एन्ड बाइसेप गर्नेवाला छु होइन। आज चाहिँ म धेरै पनि गर्नेवाला छैन, हिजोको कारणले गर्दाखेरि मेरो पुरा बडी पेन भइरहेको थियो। म अब लागिरहेको छु चेस्ट एन्ड बाइसेप पुसअप सब गर्छु गाइज, हेर्दै गर्नु होला है। अब हामी गर्नेवाला छौँ पुसअप होइन। अन्त्यमा मृत्युलाई अँगाल्छु म जिन्दगीसँग हारेपछि आशा छ सुख पाउला भाग्यले जुराएपछि चलिरहेछ सास त्यही पनि म जिउँदो लास सरी अझै पनि केही गर्न सक्छु भनी भौतारी रहे प्रभावित आफन्त सबैले छाडी गए सफा थिए मनको समाजको नजरमा मालिक बने भाग्य नै अभागी भैँसी बत्लिरहने रहेछ घरमा टाँसिएर बसेका भित्ते पात्रोको तारिक पनि अन्त्यमा मृत्युलाई अँगाल्छु म जिन्दगीसँग हारेपछि आशा छ सुख पाउला भाग्यले जुराएपछि चलिरहेछ सास त्यही पनि म जिउँदो लास सरी अझै पनि केही गर्न सक्छु भनी भौतारी रहे प्रभाव थियो धनको आफन्त सबैले छाडी गए सफा थिए मनको समाजको नजरमा मालिक बने भाग्य नै अभागी भैँसी बत्लिरहने रहेछ घरमा टाँसिएर बसेका भित्ते पात्रोको तारिक पनि। अब फाइनली गाइज मेरो चाहिँ 3 स्टेप्स फाइनल भइसक्यो है। अब चाहिँ मेरो फाइनल 2 स्टेप रहेको छ। चेस्ट देखिरहेको छ नि, चेस्टको लागि चाहिँ 2 स्टेप छ। मेरो चाहिँ 2 स्टेप क्लियर गरिसकेपछि फाइनल भोलिको लागि गाइज र 2टा स्टेप छ, आउँदैछ हेर्दै गर्नु होला। Is complete, guys. Thanks for watching.